हेलो गाइज, गुड मर्निङ। हामी नर्थ एबिसीको यात्रामा छौँ र अहिले हामी फेरीको मेची जिल्लाको तातो पानी नेचुरल हट स्प्रिङमा छौँ र हाम्रो यात्रा अब सुरु हुन्छ। यो गाडी हाम्रो आइसक्यो, यो गाडी हाम्रो जाने हो। यसमा गाइस गाडी आछ है, गाडी आछ। अब गाडी चढेर जाने हो। हाम्रो यात्रा सुरु हुनेछ। तातो पानीबाट यात्रा सुरु भयो। वेलकम टु दिवाकर ब्लग। ओरियो बिस्कुट खाँदै खाँदै तातो पानी, म्याग्दी तातो पानी, बिस्कुट खाँदै अगाडि बढ्दै आजको अबबाट सुरु भयो त यात्रा। यो अर्को बाटोतिर खोजेर भेटाए छुट्टै कुरो, नत्र त्यति आसनदेखि माथि भयो भने गोटाको 1000 पर्छ। उसको त गाडीको ल्यान्ड 1500 तिर जान्छ। दिन्छ होला नि 1500। ओके, हामी निरन्तर यात्राको क्रममा छौँ र अब हामी जाँदैछौँ के रे ठाउँको नाम? हुकुम खोला जाँदैछौँ। यो खोलाको नाम के होला भन्थे साथीहरू? होम खोला है। ओके, होम खोला। अर्को हाल्ने फेरि टेम्पो लाग्छ त अब। खाने के अरे पहिलो गाँसमा ढुङ्गा भने जस्तो होइन। यहाँ गाडी त चाहिँ सलक हावा हाल्ने क्रममा छौँ है हामी। फेरि यसले के नाटक गरौँ? टायरमा हावा हाल्ने त्यो गाडी जान्छ। इफ अ म्यान सेज ही इज नट अफ्रेड अफ डाइङ, ही इज आइदर लाइङ और ही इज गुर्खा। Lying or is Gurkha? त्यहाँ सुत्दै नि हुन्छ कि 300 रुपियाँ तिर्दै सुत्नु। म त्यही गर्छु तातो पानी। छोड्यो नि के थाहा त? तपाईँको बजाइदिनु न दाइ। हाम्रो बजाउने मेरो बजाउने ए मस्तसँग युके जाने माया बजाइदिनु हुन्छ, केही फरक पर्दैन। जुन गीत बजाए पनि हुन्छ होइन। त्यसमा केही न केही गर्छु होला। हाम्रो यात्रा सुरु भइसकेको छ साथीहरू। अब यो अगाडि बाटो दौडिसकेको छ। अनन्तको तालैमा चम्पा मलाई स्वास्नी छ घरमा भन्ने हो नि। स्वास्नी छ पछाडि मलाई स्वास्नी छ घरमा। यो चाहिँ उहाँहरू केटीकेटी हो अरे है। पुरै केटीकेटी पारामा होइन, हामी केटीकेटी पारामा दौडिरहेको छौँ ल। ओके, ट्रेक आउनेहरूले सामान हालेर जाने गाडी टिकट त आफ्नै लाने। विद्युत सब स्टेसन।
कुन एउटा झर्नामा रोक्दो रहेछ नि कुन हो चाहिँ थाहा छैन रोक्दो रहेछ नि। ठुलै झर्ना रहेछ नि यो होइन होला बाटोबाट मासतिरबाट आउने अरुण हो देखिए अहिले माथि देखिँदैन एकपछि यतापट्टि देखिए छैन कि पहिला यो हेरौँ Oh my god. उकालो त म दसैँ दसैँ हिँड्छु ओह्रालो म घोडा सड्क्यो भने चाहिँ भाइ उता साइड लाउनुपर्छ है अगाडि कहाँ सजिलो ठाउँमा गरौँ न सजिलो ठाउँ छ त्यही साइड लाउँ एकदम उपयोग हामीलाई नि दायाँ बायाँ पस्ने ठाउँ हुनु पर्यो ल गाइस हामी यस्तो ठाउँमा आइपुगेका छौँ है साथीहरू एकछिन हेरौँ यो बाटो देख्दैखेर डर लाग्ने बाटो छ यस्तो यस्तो बाटोमा पनि यात्राहरू सम्भव छ यो चाहिँ नेपाल भएरै सम्भव भएको नेपालको पहाड हेर्दै गर है साथीहरू सानो पानी बग्यो नि खिचिहाल्ने तपाईँको ब्याट्री जोगाएर राखेँ चार्ज भयो त त्यो जब आउँदैन होला यही होला कि चल्नु चाहिँ हजुर यही होला जस्तो लाग्छ मलाई फोटो Okay guys, hello once again. This is what I want to show म देखाउन खोजेको कुरा यही थियो हेर्न सक्नुहुन्छ मेरोमा छ फिट एन्ड फाइन फाइनल्ली गाइज हामी चाहिँ यो ठाउँमा ओर्लेका छौँ यो ठाउँलाई होम खोला भनेर भनिँदो रहेछ भर्खर ओर्लेको सामानहरू झार्दै हुनुहुन्छ ब्यागहरू बोक्ने क्रममै छौँ यात्रुहरू पछाडिबाट पनि आउँदै हुनुहुन्छ सबैजना तयारी अवस्थामा यस्तो लेखिएको छ
किन नहुने दाइ होइन, नागरिक- तपाईँ जस्तो मान्छे झन् बहादुर पनि बहादुर हो नि होइन त यता पहिला उहाँहरूलाई ग्रुपमा यो ट्रेक सञ्चालन गरेको थियो किनकि यो सार्वजनिक जग्गामा अधिकांश घर सबै जग्गा सार्वजनिक जग्गा पर्छ सरकारी जग्गा पर्छ कि व्यक्तिगत जग्गा कसैको छैन त्यही भएर यहाँ होटल गर्न हामीले पाएनौँ नपाएको हुनाले हामीले यसरी ग्रुपमा गरेका थियौँ अनि गएको सालको फाउन महिनादेखि बल्ल त्यो सरकारी जग्गा भाडामा लिएर गर्न पाउने गरिदियो जम्मा 6 महिना भयो 6 महिना भएको हुनाले हामीले त्यही 6 महिनाको अवधिमा जस्तो घर बन्न सक्यो त्यस्तै बनाएर तपाईँको सर्भिस दिइरहेका छौँ सर्भिस दिनेमा केही कमजोरी हुनसक्छ घरको बसेको कठिनाइ हुनसक्छ त्यसमा क्षमा दिनु होला र तपाईँको यात्रा चाहिँ यो क्षमालाई भुलेर तपाईँ अन्नपूर्ण फर्स्टमा आउँदैछु अनि मौरिस हर्जोगले 1950मा चढेको हिमाल संसारको सबैभन्दा अग्लो मानेर चढेको हिमालमा आउँदैछु भनेर सम्झिदिनु होला तपाईँले नक्सामा नर्थ अन्नपूर्ण भनेर पढ्नुभयो होला नर्थ अन्नपूर्ण होइन यो अन्नपूर्ण फर्स्ट हो यो अन्नपूर्ण फर्स्ट हो तर यो यहाँ भाषले नक्सा निकाल्दाखेरि नर्थ भनेर लेख्दिनाले त्यसको पछाडि अहिलेसम्म चलिरह्यो कि अन्नपूर्ण फर्स्ट हो अहिलेसम्म यो हिमालमा त्यो हिमालमा 542 जनाले चढिसक्नु भएको छ र यो हिमाल आरोहण गरेको पनि अहिले 75 वर्ष पुग्यो 75 वर्ष पुगेको अवसरमा हामीले गएको जेठमा यसको कार्यक्रम पनि बनायौँ 75 वर्ष पनि बनायौँ र यो हिमाल पहिला संसारमा सबैभन्दा पहिला 75 वर्ष अगाडि चढेको भए तापनि यो हिमालसम्म पुग्ने बाटो बनेको थिएन कि त्यो बनाउनको लागि विगत 14 वर्षदेखि 11 वर्षमा बाटो कम्प्लिट गराउँ यो 3 वर्ष यो 14 वर्ष अगाडिदेखि हामी खटिरहेका छौँ यो बाटो बनाउनुको धेरै अर्थ धेरै सङ्घर्ष धेरै कथा कहानीहरू छ त्यति बेलाको कथा कहानी अनुसार त्यो 2012मा मौरिस हर्जोग भन्ने यो संसारको सबैभन्दा पहिले अन्नपूर्ण फर्स्ट सडक मान्छे आउनुभएको थियो गाउँमा आउनुभएको थियो गाउँमा आएर केटाकेटीहरूलाई केटाकेटी हेर्नको हेलिकप्टरमा आउनुभएको थियो केटाकेटी हेर्नको मैले हात नमाको बुढो देखेछ त्यतिखेर दौडले स्कुलमा आयो स्कुलमा आएर सर त्यहाँ त हात नमाको बुढो आएको छ हेलिकप्टरमा भन्यो त्यसपछि हामी गएछ भन्दा मौरिस हर्जोग रहेछ हामी दौडिने गएर स्कुलमा आर्ट क्लासमा अङ्ग्रेजीमा हिन्द अन्नपूर्ण भन्ने पाठ पढाउनु पर्थ्यो यो त्यही मौरिस हर्जोगको बारेमा पढाउनु पर्थ्यो कि अनि त्यही उहाँलाई तपाईँको बारेमा यो किताबमा यसरी लेखिएको छ नेपालको हाम्रो करिकुलममा यस्तो छ भनेर देखाएपछि बुढो खुसी भयो तर दुईवटा कुरा दुःखी भयो थियो उसले के भन्थ्यो भने 1950मा म हिमाल चढेँ तर हिमाल चढिसकेपछि म अहिले 29पल्टसम्म हेलिकप्टरमा आएको छु तर त्यो ठाउँसम्म जाने बाटो बनाएन न त सरकारले बनायो न त जनताले बनायो यसो म दुःखी छु भन्यो भनिसकेपछि उसको यो भनाइले हामीलाई बेसरी घोचेपछि यसको सर्वे गर्ने काम सुरुवात भयो सर्वे गर्न आउँदाखेरि खोलापतितिर बाटो खडा केही थिएन खोलापतितिर आउँदाखेरि हामीले 62 ठाउँमा काठको पुल लगाएर बेसकाम पुगेपछि अब यो बाटो बनाउनुपर्छ भनेपछि बनाउन सुरुवात गऱ्यौँ सुरुवात गर्दाखेरि त्यसको सुरुको अध्यक्ष म आफै भएँ अनि त्यसको स्कुलमा हेर्मा यति सुन्दर दृश्य भएको ठाउँमा यहाँ नि यो के हो यस्तो चिजले फरक पार्छ क्या हामीलाई त्यही भएर यस्तो चिजलाई के भन्नुहुन्छ यो फाल्नको लागि हो यो फोहोर गर्नुको लागि हो त गुफा फाट भन्ने ठाउँमा आएको छ यात्राको दौरानमै हुनुहुन्छ तपाईँ हामीसँगै मसँगै दि वाकर खतिवडाको च्यानलमा फेरि पनि स्वागत गर्न चाहन्छु र यो ठाउँ हो गुफा फाट र यसको हाइट छ राम्रा भाइ 33-29 मिटर अल्टिच्युड सुरु भइसकेको छ गुफा फाटमा हामीलाई हार्दिक स्वागत छ ठिक छ होइन
तपाईँहरू भाइरल हुन्छ। जुम गर्न सिकाएको छ तपाईँले? यो चाहिँ ल्यान्डस्लाइड एरिया रहेछ। यहाँ चाहिँ ठुलो ल्यान्डस्लाइड गएको रहेछ। यसरी बाटो नै ट्रायल नै बिग्रेको रहेछ, बिगारेको रहेछ। हुन त यहाँ के भयो कस्तो भयो थाहा भएन। यहाँ माथिबाट यो पुरै पहिरो आएर यो सबै ल्यान्डस्लाइड एरिया रहेछ। म तपाईँहरूलाई देखाउँदैछु। अनि यहाँ अब के कस्तो भयो दुर्घटना त्यो चाहिँ थाहा भएन, तर यो ल्यान्डस्लाइड एरिया रहेछ। यतापट्टि हाम्रो साथीहरू पनि आउँदैछन्। यसलाई चाहिँ हामी गुफा फाँट भन्छौँ। र यहाँ तपाईँले अलिकति देख्न सक्नुहुन्छ, मेरो मिसेस पनि बाउले टेकेरै भए पनि आउँदै छिराइ। निकै रमणीय छ। अन्नपूर्ण बेस क्याम्प एरिया हो यो। हामी निरन्तर यात्राकै क्रममा छौँ। धन्यवाद, हेर्दै गर्नुहोला। स्काई केभ, स्काई केभ ल हेर्नु, यो आकाशमा जाने गुफा देख्नु है। स्काई केभ भनेर लेखेको छ, हेर्न सक्नुहुन्छ। ठुलो ठुलो गुफाहरू देखिन्छ, त्यही भएर यो ठाउँलाई गुफा फाँट भनेर पनि भनेको मेरो विचारमा। ग्रेट वाटरफल यहाँबाट यस्तो देख्नुहुन्छ तपाईँहरू। यहाँ ग्रेट वाटरफल देख्नुभयो नि, सबै चमत्कारिक छ है यो क्षेत्र पुरै। कति छ पर्दैछु, यति झर्ना रहेछ, यति झर्ना रहेछ होइन। सुरुमा त देखाउँदा रमाइलो लागेको थियो, अब त बिचको झर्नाहरू त मैले कति ग्याप गरेँ तपाईँहरू हुनपरि। अझै पनि हामी निरन्तर यात्राकै क्रममा छौँ। यो गयो हाम्रो हिमाल, यसकै बेस क्याम्प पुग्ने हामी। यस्तो छ है साथीहरू। ल है साथीहरू, म त यहाँ छु एकदम मजासँग यात्राकै दौरानमा छु। र यो पुल तर्ने क्रममा तपाईँहरूलाई यो रेड आइस फल, यो रेड वाटरफल यहाँनिर छ, तपाईँहरू देख्न सक्नुहुन्छ। यसो देखाउने रहला। माथि त गुफाहरू छ, सबै केभहरू है यहाँ छ। मेरो पहिरो नै यस्तो छ। अब यो कस्तो छ के छ तपाईँहरूले जानकारी गराउने कुरा हो। म चाहिँ अहिले यो पुल तर्ने क्रममा छु र पुल यस्तो खालको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। धेरै धेरै धन्यवाद, हेर्दै गर्नुहोला है साथीहरू। थ्याङ्क यू। पाखाबारी तोरी फुल्यो, बगर खेतमा धान, जुबन तिम्रो खेर जाला, हामीले भन्या मान, ठाडो लाग्ने उकालीको देउरालीमा छाया। साथीहरू, गोल्डन हिमाल भनेर सुन्छौँ नि हामी, हिउँ जस्तै चम्किने, यही हो हिउँ जस्तै चम्किने हिमाल भनेको है। मैले अलिकति देखाइदिन्छु ल, हेर्नु ल साथीहरू। एउटा बनाइदिएको गोल्डेन 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 गोल्डेन। जिन्दगीको रमाइलो भनेकै ट्रेकिङमा छ। ट्रेकिङको यात्राको क्रममा तपाईँ हिँड्दै गएपछि आएका पसिनाहरूले कुनै फरक पार्दैन, तर जब तपाईँ गन्तव्यमा पुग्न लाग्नुहुन्छ त्यसपछि जोस अर्कै हुन्छ। यात्राको जोस अनि सबैले कुरा गरेको उसको बिचको यो यात्रा म अगाडि बढ्दैछु, देख्न सक्नुहुन्छ तपाईँहरू। यस्तै किसिमले यो यात्रा अगाडि बढ्दछ, जिन्दगी जस्तै। खोला तर्ने, पुल, साथ, सहयोग, त्यस्तै हो ट्रेकिङ भनेको आत्मविश्वास। हाम्रो डे 2 चाहिँ
यहाँ आएर एन्ड हुनेवाला छ आजको बसाइ। यो ठाउँ हुनेछ हाम्रो होटल पुस्केट मेला। प्रोप्राइटर माइकल सारुपोन यो ठाउँमा हुनेछ। हामी साँझमा आएको छौँ। आजको बसाइ यही हुन्छ। आजलाई डे 2 स्टप गरेँ मैले सबैजना साथीहरू। भोलि डे 3 हाम्रो फेरि सुरु हुन्छ है त। ओके बाई।